निकाल्यो हैन फेरि अर्को आयो यता हेर न यता बिर्सा तीनटा बानी गर न ल के भने होला यो दादा बच्चाको जस्तै बच्चा हो न त मन्तर पढेको हेर्नु तिमी आफै बाँधेर निकाल भने के मैले त बाँधिदिने मात्रै हो निकाल्ने त तिमी आफै नानी त्यस्तो नगर न छोरी छुट्टो न मम्मीलाई ढिला भइसक्यो काम गर्नलाई दाह्री निकाल्ने हो भुतको जस्तो दाह्री निकाल्ने हो ए पारेको एकछिन त हो नि होइन सानो भाइ हो र ठुलो भइसक्यो आइसक्रिम बरफ खाने होइन दुधवाला बरफ खैन नजित्नु नाटकै बाह्र यसले आज भन्छ ननिकाले दादा भिडियो बनाउनै छु बहिनी राख्छु मात्रै के कस्तो नाटक हेरि पारे हालेको बच्चा बिर्सा सानो बाबा आइसकेर पिन्चेसले खान्छ नि थाहा हुन्छ के डक्टरले नि पिन्चेसले हस्पिटल गएर उकाल्ने हो सुई लगाएर हो चाहिँ जमाउ हस्पिटल हो त्यहाँ माथि त्यो मोर्गन स्कुल माथि भिडियो भाइले नि कति बनाएको भिडियो नगर नि त्यस्तो नगर ओठ नगर जरामा बाँध्नु भने बाँधेको छैन त्यत्तिकै नि होइन बाँध्नु तल धेरै नाटक छैन यहाँ बाँधौँ न त्यो भाषा के भन्छ न के भाषा भने त्यतिकै राखिदिनु बाबाले आएर फेरि थाहा हुन्छ पिटाइ खाएपछि मामा भन्ने बेला भएको छ जरामा पालिदिन्छु कि जरामा लैजान्छु होइन कि म जरामा पारिदिन्छु डोरी बरफ खाने खै अब चाहिँ मेरो नानी खुसी भएर दाँत उठाउन लागिरहेको छ होइन हेर्नु है गाइस ह्याप्पी भएर ओहो यस्तो खुसी भएको छ कि बा हेर्नु है गाइस
दाँत उठालेपछि त छोरी त झन् भोको हिरोइनी पो बनिन्छ त है। यस्ता चाहिँ अब दाँत त एकछिनमै उठालिदिइहाल्छ हामीले। व्हाइट र पिङ्क ल केही हुँदैन दाँत उसले नधोकाल ल। अब चाहिँ गाइस छोरी मानेको छ दाँत उखाल्नलाई होइन, हेरिदिनु होला। अनि हाम्रो नानी अलि यस्तो गरेर त हाम्रो नानी मात्रै हो कि सबैको नानी हो यस्तो खुसी ज्ञानी भएर दाँत उखाल्न दिने है गाइस? हाम्रो नानी मात्रै हो कि अर्को आबी तिमी गरेर खुस्क्यो छोरी नलाइसकेको थियो। त्यो दाँतै कसरी यो सुर्का नै बनाउन आएन कि मलाई। हो त्यहाँबाट त माथि लिनु न। त्यही गर्नु लगाएको फेरि हुँदै नहुने कि। ल आन्टीको अघि फोन आएको थियो। अब त हाम्रो नानी त तम्नेको आएको थियो, उहाँले उठाइदिएन, तपाईँलाई पनि दिएन, बहिनीले भन्दिनँ। अब त हाम्रो नानी खुसी भएर दाँत उखाल्न लागिरहेको छ गाइस। अब केही हुँदैन खुसी भएको होइन के बनाएको त मुख मात्रै हेराएर है ला गरेर छोरो अझै भने अलि राम्रो भिडियो बनाउनु पर्छ। दाँतै देखाएर दाँतमै यहाँ जरामा गरेर छोरो गरेर त कान्छु। यस्तो ज्ञानी छोरी पो त मेरो त कुनै डोरी बाँधेको फुस्किया फुस्की गर्छ नि त। अब चाहिँ छोरी खुसी भएर दाँत निकाल्न लागिरहेछ गाइज। अब चाहिँ बिप्सा थापा ह्याप्पी भएको छ, ह्याप्पी। ल ल है दादा यहाँ जिब्रोले नधकाल न, जिब्रोले धकालेपछि त अनि तिमी त्यो के भन्छ अरे निस्किहाल्छ नि। आउनु त बहिनी यहाँनिर यो डोरी बाँध्नलाई उ त्यो मिल्दै मिलेन भने यो बाँध्नै मिलेन के। यहाँ कस्तो गर छोरो गर न, माथि माथि नगर, जिब्रोले नधकाला भनिरहेको छु। गरिराख्ने के हो, जिब्रोले नधकाल्ने हो त्यस्तो। अनि यहाँ जरामा गर त अब भइसक्यो एकैछिन फेरि फुस्क्यो। हे यहाँनिर चाहिँ कस्नु के जरामा लानुपर्छ कि यसको तल लग्यो भने मात्रै अनि दाँत आउँछ। छोटा त अघि जस्तै ननिकाल न, छाडिदिन्छु। अनि नपिटे नि पिट्न मन लाग्ने बनाउँछ के, काम मात्रै बिथाले यो नकसिने रहेछ, यो गाँठा बाँधेर भयो के। त्यसको ल्याइदिनु चामलको यो पनि कसिन्छ। अस्ति त यस्तो कसेको थियो, यो यस्तो भयो कि यस्तो यताबाट यता यो साइड तान्नु न, यो साइड तान्नु के यस्तो गरेर यो साइड तान्नु त। ल सुतेर चाहिँ कसरी हो र, उठेर सुतेर सुत त्यसो भए त्यता सुतेर हुँदैन के, रगत लाग्छ नि त मुखमा, के भन्छ अरे कपडामा। त नि सेतो लुगामा रातो रगत। आज त नानी खै सेतो लुगा लगाएर गयो। जनामा गाएन नि फेरि निकाल्छ उसले खाइ भनेर। आगर न अझै जरामा जानु अघि
गाहा जरा न मासु न च्याप्पे खा मासु न च्याप्पे खा कहाँ गरे जोरो च्याप्पे हेर त ल फुक ल केही हुँदैन सिद्धो त नि भयो अब भयो नानीको जाम पखाल्नु ल